सेवा सबैजनालाई अनि नमस्ते शुभ बिहानी। यसो बिहानको पख हामी चाहिँ दाजुभाइ बाहिर घुम्नलाई निस्किराखेका छौँ। यहाँ बसिराखेको छ भाइ चाहिँ। के छ भाइ? अनि बबाल छ दाइ, यसो बिहान मर्निङको शुभको ल हामीले चाहिँ अब त्यो सट्ट त्यो सिक्नेबाट चाहिँ सिक्नेबाट चाहिँ हामी पछाडितिर है त ठिक छ बबाल छ दाइ। हामी कता जाने त अब? दाइ हामी सिग्नल पुग्न लाग्यो। सिग्नलबाट यसो लेफ्ट साइड छिर्नुपर्छ। अलिक है के भन्नु हाम्रो समय। हाम्रो भाइ त फेरि पुरै सल्लाहकार पनि हो नि, डान्सर पनि हो। यता हामी घुम्ने तर अहिले मात्रै हाम्रो समय साँच्चै रमाइलो। सिग्नल पनि छ है यहाँ चाहिँ। अब सट्टै हामी कता घुम्ने भाइ? ठाडो गर्ने एउटा लेफ्ट साइड यो सिग्नलबाट सट्टै हामी कता घुम्ने ठाउँमा चाहिँ हामी चाहिँ घुमिसक्दैछौँ। पछाडि आऊ भाइ जाने पाउनु त यहाँ सिग्नल त्यहाँ रातो देखाइरहेको छ। पुरै हात ठाडो बनाइराखेको छ। हेर्नुहोस् हाम्रो नेपालमा पनि यस्तै चाहिँ हुनुपर्ने। यहाँनिर जस्तो हामीले यो सिग्नल चाहिँ यतिखेर चाहिँ हामीले काट्यो भने यो माथि हात ठाडो पारिरहेको छ नि, त्यो सिग्नल काट्यो भने चाहिँ हामीलाई फाइन पनि आउँछ है। यहाँनिर जतिजना यदि गाडी आओस् नआओस् होइन, त्यो सिग्नल अब अन हुन्छ एकछिन पछाडि हेर्दै हेर्नु है त्यो सिग्नललाई। त्यसपछि मात्रै हामी मान्छेहरू हिँड्नु पाइन्छ। यदि यो सिग्नलमा हात उठाएकै खण्डमा हिँडेर हामीले क्रस गरियो भने चाहिँ गाडी आएर हिर्कायो भने नि हामीलाई गाडीको ड्राइभरलाई फाइन आउँदैन है। कति लामो भएको ल देख्नु पनि हो यो सिग्नल। अब यसरी मान्छे अब हिँडिसक्ने हो। अब गाडी आए पनि यहाँनिर चाहिँ यति गर्दैन, टट्ट जाने। अनि हामी चाहिँ अब टक्कसँगले घुम्दैछौँ। यो के को बोर्ड जस्तो लाग्छ तपाईँहरूलाई? फेरि नरिवलको बोर्ड भन्नुहुन्छ है। यो चाहिँ खजुर हो, खजुर यति देखाउनु त मस्जिदतिर हो। खै कहाँ छ देखाउँदा कान्छ मस्जिद? के हो देख्नुभयो दाइ? आउनु दाइ, आउनु मलाई देखाउनु। आउनु दाइ, म एउटा हजुरलाई एउटा सरप्राइज देखाइदिन्छु। आउनु ल है ल। हाम्रो भाइले एउटा सरप्राइज देखाउने अरे के रहेछ हेरौँ है त। यस्तो रमाइलो ठाउँ छ नि यहाँ हेर्नु ल। दाइ यो शुभ मर्निङको यस्तो राम्रो भ्युज देखाइदिन्छु म तपाईँलाई। आउनु एउटा सरप्राइज छ, आउनु। हाम्रो भाइले देखाउँछ अरे। अब मलाई मात्रै होइन, तपाईँ सबैलाई देखाउने अरे है त। जाँदैछ यहाँ पनि अर्को पनि सिग्नल छ जस्तो छ। टक्कसँगले हामी थोरै लेफ्टतिर गएर अनि फेरि राइटपट्टि मर्निङको सबसे खतरा शुभ भ्युज भनेको यही हो। मस्जिद है कान्छाले त्यहाँनिर गएर अब यो सिग्नल फेरि अर्को सिग्नल आयो होइन। अनि यो चाहिँ पुरा मस्जिद त गर्दैन, सिधा देखाइदिन्छ है त। मेरो भाइ चाहिँ यहाँ अगाडि गइसकेको छ। अब भाइले मलाई कता सरप्राइज देखाउने भनेर गइसकेको छ भाइ चाहिँ खासमा अगाडि। के छ भाइ? हामी चाहिँ अहिले सिग्नल एउटा पार गरेर यता आइसक्यो। दाइ जस्ट भ्युज देखाइदिनु त। हेर्नुहोस् पुरा यो मस्जिद मलाई बोलाएको भाइले। अब राख्ने म पनि पछि भाइ अघि गयो कि। यहाँ चाहिँ बबाले आउने रहेछ है भाइ। हेलो गाइज, हजुरहरूलाई कस्तो लागिरहेछ यो शुभ मर्निङको
भ्युज हाम्रो दाइ के भन्छ अरे मस्जिद हाम्रो शुभ बिहान शुभ मर्निङको भ्युज हेर्न चाहनुहुन्छ भने हेर्नु यो चाहिँ हाम्रो मुस्लिम जातिको है टक्कै एउटा क्लिक गर्न छोडिदिन्छ